हेलो नमस्ते एभ्रिवान। आज चाहिँ म धरान 17 को यो लङ्गुर फार्ममा आइपुगेको छु। लङ्गुर फार्मको भिडियो बनाउनु सफल भएको छु। यो चाहिँ ब्याउने माल रहेछ, ब्याउने मक। यो चाहिँ मासुको लागि हो। त्यसै गरी विभिन्न सुँगुरहरू छन्। यस्तो छ। कृषि फार्महरू, राखाको फार्महरू, यता मान्छे बस्नेहरू पनि छ, यता कुखुराकोहरू पनि छ। यस्तो छ। मकैहरू पनि छ। कृषि फार्म, माछा पनि छ, कुखुरा छ, माछा छ, रङ्गुर छ। यस्तो चाहिँ एउटा मल्टिपर्पस तरिकाले चाहिँ कृषि गर्दै हुनुहुन्छ हाम्रो मित्र, मेरो मित्र रमेशजीकै उहाँ कृषक भीम कुमार म्याङ्गो, उहाँसँग कुरा गर्ने कोसिस गरेछु। भीमजी आउनुहोस् यहाँ। थोरै कुरा गरौँ न। कहाँ त्यहाँ हो, यहाँ आउनु न। कृषक जेसँग पनि फेरि कुराकानी गर्दैछु। मैले हालिसकेको छु। यस हजुर, भन्नुहोस् यो तपाईँको धरानको लोकेसन पनि भन्नुहोस्। धरान 17 होइन, वार्ड नम्बर 17 धरान हो। यो यसलाई कुमेल मार्ग भन्छ। कुमेल मार्ग, यो सरदुवारी होइन? हजुर। अनि त्यसरी यहाँ तपाईँको विशेष प्रडक्ट चाहिँ के हुन्छ? मेन तपाईँको फार्मको नाम के हो? यो मेरो फार्मको नाम चाहिँ सहकारी एग्रो टुरिज्म कृषि फार्म हो। यो हो र? हो। अनि अरूसँग मिलेन नाम? अरूसँग नाम मिलेन? यो मिल्दैन, मेरो एक्स्ट्रा नाम हो यो, सहकारी एग्रो टुरिज्म कृषि फार्म। तपाईँको ब्यानर? मेरो ब्यानर उयो छ, यो चाहिँ मेरो बजेट परेको ब्यानर हो। मेरो मेन ब्यानर बनाएको छैन है तपाईँको? मेरो बोर्ड आउँदैछ। यो मेरो अहिले फिलहाललाई मात्रै हो। मेरो अहिले प्रडक्ट भनेको फिलहालै अहिले लोकल कुखुरा, मुङ्री माछा मात्रै अहिले प्रडक्ट भनेको। र सुँगुरहरू चाहिँ सानो छ। अहिले संरचना पनि नयाँ हो। यो संरचना नयाँ। करिब कति वर्ष होला? लगभग यो मेरो 1 वर्ष भयो। 1 वर्ष होइन? हजुर। 1 वर्षमा ठिकै भइरहेछ? 1 वर्षमा ठिकै भइरहेछ। अहिले नगद पुँजी भन्दाखेरि नि स्टक पुँजीहरू हुन्छ फार्ममा। अब यो त्यो किराना दोकान जस्तो बेचिराख्ने आइराख्ने हुँदैन। अब त्यस्तै हो फार्ममा। अब चलि नै रहेछ भनौँ न। चलिरहेछ। 1 वर्षभित्रमा यतिको लभ गरिराख्नु भएको छ होइन? 1 वर्ष अगाडि चाहिँ यो यस्तो थिएन, पुरै जाली थियो, माथि नै बाँस सासको थियो।
यो चाहिँ अहिले लगभग 1-2 महिना भयो तयार भएको चाहिँ। भनेपछि तपाईँको स्टार्टिङ पार्ट छ। मेरो अझै यहाँ संरचना अझै थप्नु पनि पर्ने छ, पुगेको पनि छैन। अब यो बिस्तारै नै हुन्छ। अब मेरो यतापट्टि छ अर्कै संरचना पनि छ। अहिले चाहिँ यो फिलहाल चाहिँ जीविका यतापट्टि यता चलाइरहेको। खसी बाख्रा पनि भन्नुभयो नि त। यता पछि बाघा छ, अब यता छ उता पोखरी छ सानो। अब यता कुखुरा लोकल कुखुराको पोखरी त यता चाहिँ मैले मान्छे बस्ने हो हैन। लिइसकेको अब छु। यस्तै नै छ। अब के लास्टमा के भन्नुहुन्छ यो साथीभाइहरूलाई? तपाईँको प्रडक्ट बच्चा प्रडक्ट हो क्यारे विशेष होइन? अब मेरो यो चाहिँ भिडियो हेर्ने साथीहरूलाई यसो तपाईँकोमा अब एभाइलेबल अब बच्चाहरू प्रडक्ट कहिलेदेखि हुनसक्छ? अब यो चाहिँ यस्तो छ, अहिले चाहिँ नेपालमा एजुअल कस्तो हुन्छ भने बच्चा प्रडक्ट जति पनि अब फार्मरको चाहिँ अहिले तपाईँको बजार नभएको कारणले गर्दाखेरि एकदम फार्मरहरू चाहिँ ठुल्ठुलो फार्मरहरू चाहिँ मार्कामा परिरह। तर अब आफूलाई अलिकति क्षमता अनुसारले भ्याउने गऱ्यो भने चाहिँ यसमा फाइदै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। फाइदै हुन्छ। धेरै नै गऱ्यो भन्दा अब अहिले अब त्यतिखेर हामीले खुवाउँदाखेरिको चारो अब 1800-1900को अहिले 2800 रुपियाँ पुगेको छ। अनि तपाईँको फर्ममा अबको लगभग 2-3 महिना पछाडि पाठाहरू उत्पादन हुन्छ होइन? मेरो 2-3 महिना लाग्दैन। अब लगभग 1 महिना पछाडि 1 महिना पछाडि। त्यही भएर मेरो अरू बाँकी सबै होल्ड राखेको खोर बनाएर म अरू ठाउँबाट किनेर ल्याउँदिनँ। अब साथीहरू अब यहाँ पाठा चाहिनेहरू हुनुहुन्छ भनेदेखि यहाँको सम्पर्क गर्नु, तपाईँसँग सम्पर्क गर्नु सक्नुहुन्छ होइन? त्यो पनि हो। अब विशेष गरेर पाठाहरू तपाईँको स्पेसल कुन जात भन्नु पऱ्यो? मेरो हिमसागर पनि छ, ड्युरे क्रस पनि छ, अनि एमसार ड्युरो क्रस, यो भोजपुरी पाखरीबास भोजपुरी पाखरीबास कालो जोस कालो धराने कालो बङ्गुर होइन? धराने विशेष मेरो टार्गेट भनेकै हाइब्रिडहरू भन्दा धराने कालो बङ्गुर हो। कालो बङ्गुर होइन? कसैले पाठा चाहिएमा तपाईँलाई सम्पर्क गर्नु पाठा सक्नुहुन्छ। अथवा त्यो मासुको लागि पनि सम्पर्क गर्दा हुन्छ। तपाईँको नम्बर पनि भनिदिनुहोस् न यहीँमा। मेरो नम्बर चाहिँ 98 10 55 49 67। 1067 धरान 17 कुमेल मार्गमा सर्दु पुलमा आएपछि एकदम तपाईँले पाठा पनि पाउनु सक्नुहुन्छ, अनि त्यसको मासुको लोकल कुखुरा पनि पाउनु सक्नुहुन्छ, मासुको लागि सुँगुर पनि पाउनु सक्नुहुन्छ। अहिले फिलहाल पनि छ बिक्रीमा होइन? त्यसै गरी मुङ्री माछा चाख्नुको लागि पनि छ होइन? ल त भीमजी, ल त तपाईँको एग्रो के भन्नु? एग्रो सहकार्य एग्रो टुरिज्म कृषि फार्म कुमेल भीम कुमार म्याङ्बो सञ्चालक कृषक यहाँहरूलाई जानकारी गरायौँ। र यसै गरी अब यहाँको फार्ममा भिजिट गर्नु आउनुहुन्छ तपाईँहरूलाई पाठा अथवा लोकल कुखुरा माछा समस्या भन्नलाई पनि चाहिएको खण्डमा यहाँ आउनु सक्नुहुन्छ। यहाँको नम्बर दिइसकेको छौँ। र गाइजहरू भिडियो कस्तो लाग्यो तपाईँलाई सल्लाह सुझाव दिनु होला। यहाँको कृषि फार्मको बारेमा पनि सल्लाह सुझाव दिनु होला। यहाँले लगभग 1 वर्ष अगाडिदेखि गरिरहनु भएको छ। त्यस्तो छ। त्यसै गरी साथीहरू साथ सहयोग दिनु होला र उहाँको फर्म भिजिट गरिदिनु होला भन्दै म पनि बिदा लिन चाहन्छु। हस्त नमस्ते।